अहिले यस्तो चासो लिन बजारतिर यस्तो मेलापातमा चासो नलिएको कारणले होला बाबु। गाउँ गाउँमा चाहिँ मान्छे पुग्छन्, माल लगिहाल्छन्, गाउँ गाउँमा पुर्याइहाल्छ, त्यसो भएर पनि होला बाबु। त्यही भएर व्यापार कम भयो होला जस्तो लाग्छ। चिनु चिन्दैन जे पनि खान्छ नजुरेर अब के भन्नु बुढा पुरानाले यो चिज चाहिन्छ भनेर राम्रो तरिकाले चाहिँ लैजानुहुन्थ्यो। सगमको भए पनि उनीहरूले हामीलाई चाहिन्छ भन्ने हुनुहुन्थ्यो। अहिलेकाले प्लास्टिकका भाँडा चाहिँ ल्याएर चाहिँ पोरी छोराछोरीलाई पानी खाऊ भात खाऊ भन्दाखेरि आगोको रन्का परेर उनीहरूले एकै छाकको व्यवहार गर्छन्। भनेपछि यो अहिले त्यस्तो भएछ। यो हाम्रो चिज यो पुरानो पुर्खैबाट भएको चिज हो। डालो नाङ्लो अनि भन्ने चिज पुरानो मान्छेले मात्रै खोज्छ, अदालका नयाँले खोज्दैन।